नमस्कार सबैजनालाई। धेरै दिनपछि फेरि आइपुगे, तर कसैको रिक्वेस्टले गर्दा मैले गिभ अप गरिसकेको थिएँ। तर मेरो साथीले गिभ अप नै गर्छस् भने मेरो लागि एउटा अन्तिम भिडियो बनाएर गिभ अप गर्न भए तेरो मन फर्किहाल्छ कि भनेर एउटा कविता लेखेर पठाएको रहेछ है। र आज म त्यही कवितालाई पढ्नु गइरहेको छु। आशा छ हजुरहरूले मलाई साथ दिनुहुन्छ होला भनेर। र यो कविताको टाइटल रहेको छ अलोन। हेरि नसक्ने संसारको गनि नसक्ने मानिसहरूमा म अलोनले एक्लो। साथमा छ तर को? फेरिरहेको सास अरूको देन हो, चलिरहेको शरीर माटोको आहार हो। हुनु त हो तर को हो? छनु त छ तर को छ? चलिरहेको हावा खुल्ला आकाश अनि म अलोनले एक्लो। देखिरहेको संसार धमिलो उमेर सँगसँगै मनको दुःख मनबाटै भट्किन्छ कहाँ कहाँ। अँध्यारो कोठा तर्सिने, आफूलाई खोज्दा त्यहाँ पाइदिने अलोनले एक्लो। एक्कासी मधुर आवाजमा प्रश्न आउँछ, को हो त? उत्तर दिनु खोज्छ, शब्द घाँटीमा अड्किन्छ। सोच्दा सोच्दै त्यो घिनौनो अतीतमा अड्किन्छ। आखिर को हो म नै हो। मले मनै खोज्छ। हराउने मनै हो, देख्ने मनै थियो। गल्ती ठहराउने मनै हो र गलत मनै थियो। अलोनले एक्लो। वान्स अ पोइट सेड कि फुलिसकेको फूलमा नयाँ जीवन छ। हरेक असफलताको पछि नयाँ सुरुवात छ। अन्धकारमा म होइन, मेरो छाया थियो। मनको व्यथा पुग्दा सुन्ने न आफ्नो थियो न पराई थियो। बेबस लाचार यो खुत्रुके जिन्दगीमा कालो पैसा भइदियो। अलोनले एक्लो। एक्लो जिउनु शान्तिको खोजी हो। एक्लो रमाउनु शान्ति हो र एक्लो हुनु शान्तिको आभार हो। धन्यवाद। यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र तपाईहरूले यसरी नै स्टोरी या कविताहरू लेखेर राख्नु भएको छ, टेलिकास्ट गर्नु चाहनुहुन्छ भने चाहिँ प्लिज मलाई DM गर्नु नभुल्नुहोस् होला। धन्यवाद।